हाम्रो यहाँ दाइले सिकाउँदै हामी चाहिँ यहाँ अब केही समयमा बाइपास पुग्दैछौँ गाइज। यो चाहिँ तपाईँको डम्पिङ साइडको बाटोबाट चाहिँ हामी फर्किँदैछौँ। तिनपिप्लेबाट चाहिँ माछापोखरीतिर आइरहेछौँ। यसरी बुझ्नुहोस् है हजुरहरूले। यो चाहिँ पछाडिको दृश्य हो, हेर्न सक्नुहुन्छ। ट्रक एउटा रन्केर आइरहेछ पछाडि र हामी चाहिँ अगाडि छौँ। ट्रक पनि रन्किरहेछौँ, हामी पनि रन्किरहेछौँ। हाम्रो यहाँ 3 नम्बर गेट लगाउनु भएको छ दाइले र बाटो रनिङको बाटो छ, घुम्ती बाटो। टर्निङ छ बबाल, टर्निङ बबाल छ है, बबाल टर्निङ चाहिँ हान्नुपर्छ। यो चाहिँ हाम्रो सिन्धुलीको बाटो जस्तै छ, टर्निङै टर्निङ। बाइपास आइपुग्यो गाइज हामी। हाम्रो यहाँ दाइले गियर पनि घटाउनु भएको थियो, अहिले 2 लगाउनु भएको थियो, फेरि 3 लगाउनु भयो। हामी चाहिँ बाइपास आइपुग्यो। यहाँ अष्टनारायण फिल्म हलमा नि आइपुगेको छौँ भने यहाँ अशोक दार्जीको फिल्म पनि लागिरहेछ र अशोक दार्जीको फिल्म पनि हेर्न आउने छ गाइजमा समय मिलाएर। खासै फुर्सद हुँदैन, यदि फुर्सद नभए तापनि समय मिलाएर अशोक दार्जीको फिल्म चाहिँ हेर्नेछु मैले। सिधै लाग्यो है? हजुर, हामी माछापोखरीतिर छ, लेफ्ट लाग्नु पर्यो है। सरर जाँदैछौँ हामी। माछापोखरी चोक लगभग आइपुग्यो भन्दा पनि हुन्छ। र यहाँ दाइ हुनुहुन्छ र एकदम राम्रो तरिकाले ड्राइभिङ गरिरहनु भएको छ। म पनि एकदम खुसी छु, एकदम ह्याप्पी छु। र सबैभन्दा पहिलो सुरुमा हाम्रो यहाँ सिक्ने मान्छे जो दाइ हुनुहुन्छ उहाँलाई खुसी बनाउने हो। उहाँ खुसी भएपछि म त्यसै पनि खुसी हुनेछ गाइज। माछापोखरी चोकमा आइपुग्यो। अब हामी लेफ्ट लाग्नेछौँ। हामी अब बस पार्क नजिकै छौँ। दायाँ बायाँ बाइकहरू आउँछ, गाडीहरू आउँछ, ड्राइभिङ गर्नु पनि एकदम गाह्रो छ। इजी छैन साथी, काठमाडौँको एरियामा इजी छैन, बहुत गाह्रो छ, एकदम गाह्रो छ। हिँड्छ भने हजुर हजुर, अलिकता मिलाएर हिँड्दा त हुन्छ नि। गाडी साइडमा हिँड्दा छु भन्दा गङ्गापुर चोक आइपुग्न लागेको गाइज है। गङ्गापुर चोक टिफरले ओभरटेक गर्यो।
रङ्गोपो चोक आइसकेको छ र यहाँबाट फेरि हामी सिधै अलि अगाडि बढेर चाहिँ अगाडिबाट चाहिँ फेरि लेफ्ट टर्न लिएपछि चाहिँ ग्रान्डी हस्पिटल साइड गिरलाइन चोकमा पुग्नेछौँ गाइज।